हेलो अनि नमस्ते फेरि पनि तपाईहरुलाई मेरो सानो ब्लगमा स्वागत गर्दछु है। अहिले चाहिँ म न्युजिल्यान्डको यो ह्याग्ले पार्क भन्ने जग्गामा छु। यहाँ चाहिँ आज नेपाली फेस्टिभल लागिरहेको छ। सबै मेरा नेपाली प्यारा दाजुभाइ तथा दिदीबहिनीलाई नयाँ सालको हार्दिक शुभकामना। र अहिले चाहिँ यहाँ फेस्टिभल लागिरहेको छ र म यो फेस्टिभल के कसो छ तपाईलाई देखाउन लागि म यहाँ आइसकेको छु। देख्न सक्नुहुन्छ हाम्रो लोकप्रिय ड्रेस अनि वेशभूषा अनि बाजा गाजा देख्न सक्नुहुन्छ। यहाँ चाहिँ नेपाली संस्कृतिलाई झल्काउने कार्यक्रम भइरहेको छ आज देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ नौमती बाजाहरू देख्न सक्नुहुन्छ झल्काइएको छ। यो चाहिँ अहिले हामी शोभायात्रा निकालिँदैछ र हामी पनि यसमा सामेल हुनेछौँ। यो शोभायात्रा चाहिँ लगभग फेरि यहाँ फर्केर यहाँ आइसकेको छ देख्न सक्नुहुन्छ। एकदमै ज्यादा मात्रामा मानिसहरू देख्न सक्नुहुन्छ। नेपाली कम्युनिटीका मानिसहरू देख्न सक्नुहुन्छ। हाम्रो नेपाली फेस्टिभल चाहिँ यहाँ न्युजिल्यान्डमा पनि यसरी झल्किरहेको हामी देख्न सक्छौँ। एकदम यो खुसीको कुरा हो, गौरवको कुरा हो। यो हामी सारा नेपालीहरूको लागि एकदमै गौरवको कुरा हो। नौमती गाजा जाजा सबै बजाएर देख्न सक्नुहुन्छ। एकदम उहाँहरू नाच्दै झुम्दै आइरहनु भएको छ। यो विदेशमा पनि यसरी हामी नेपाली संस्कृति झल्काउनु पाएकोमा हामी एकदमै गौरव गर्छौँ।
यस्तै भिडियो लिएर म तपाईँहरूको मेरो भिडियो मार्फत तपाईँहरूलाई म मनोरञ्जन गराउने छु। अहिले चाहिँ म यो भिडियोलाई यहीँ नै टुङ्ग्याउन चाहन्छु। किप वाचिङ, सधैँ हेरेर साथ दिनुहोला। मन परेमा लाइक, कमेन्ट अनि सेयर गर्न नभुल्नुहोला। थ्याङ्क यू।